विश्वासी मण्डली मित्रहरू, प्रिय दाजुभाइ दिदीबहिनीहरू, आज हामी फेरि पनि यस ख्रीष्टको पवित्र नाममा एकसाथ आएका छौँ अनि तपाईँको एप्लिकेसन एपमा हामी आइसकेका छौँ। सधैँको मङ्गलबार जस्तै आज फेरि पनि यो मङ्गलबारको बेलुकीको सेवामा तपाईँहरूको माझमा हामी प्रार्थनाहरू लिएर आइसकेका छौँ। शक्तिशाली प्रार्थनाले तपाईँहरू सबैजनालाई एकदमै आशिष उत्साह दिएको होस्। तपाईँ जहाँबाट हामीलाई हेर्दै हुनुहुन्छ अथवा सुन्दै हुनुहुन्छ, आफ्नो मन शान्त पार्नुहोस् अनि आफ्नो आँखाहरू बन्द गर्न सक्नुहुन्छ र प्रभुको उपस्थितिलाई महसुस गर्नुहोस्। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि तपाईँहरू विश्वको कुन देश, कुन जिल्लाबाट हुनुहुन्छ हामीलाई थाहा छैन, कृपया तपाईँहरू पनि निरन्तर प्रार्थना विषयहरू चाहनुहुन्छ भने आफ्नो प्रार्थना विषयहरू हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। नभए भिडियोको डिस्क्रिप्सनमा लेखिएको नम्बरमा हजुरहरूले आफ्नो प्रार्थना विषयहरू हामीलाई लेखेर पठाउन सक्नुहुनेछ र सिधा वाट्सएप मार्फत पनि हजुरहरूले प्रार्थना आशिषहरू लिन सक्नुहुनेछ। मण्डली विश्वासी मित्रहरू, प्रार्थना पुरा सुन्नुहोस् र यो प्रार्थना पुरा सुनिसके पछाडि आमेन भन्ने शब्दसँग जोडिनु होला। तपाईँको निरन्तर प्रार्थना, तपाईँहरूको सबैजनाले निरन्तर प्रार्थनामा समय दिनुभयो भने तपाईँको शरीरमा आनन्दले भरिपूर्ण हुनुहुनेछ। शैतानलाई तपाईँले जित्नुहुनेछ, तपाईँको आशिष आउनेछ। तपाईँहरू गरिबी होइन, अब तपाईँ परमेश्वरद्वारा धनी बन्न सक्नुहुनेछ अनि शिरमा प्रशस्त आशिषले भर्नुहोस्। अनि पापको क्षमा येशूमा मात्रै छ। आज येशूको नाउँमा शैतानले हार्नेछ। शैतान यति बेला निस्किएको छ। हामीले चङ्गाई, छुटकारा, आशिष घोषणा गर्नेछौँ। सबैजना हामीसँग जोडिराख्नु भएको छ। सबैजनालाई परमेश्वरले प्रशस्त 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 आशिष अनुग्रह दिनुभएको होस्। हामीले अहिलेसम्म निरन्तर हामीलाई कमेन्ट गर्नुहुने धेरै व्यक्तिहरू हुनुहुन्छ अनि धेरै व्यक्तिहरूका कमेन्टहरू हेरेका छौँ अनि धेरै व्यक्तिहरूमा केही व्यक्तिहरूका नाम उत्कृष्ट हाइएस्ट लिस्टमा परेका छन्। हजुरहरूले पनि नियमित रूपमा प्रार्थना गरिदिनु होला अनि प्रार्थनाद्वारा चङ्गाई आउनेछ। प्रार्थनाद्वारा तपाईँहरूलाई आनन्दले भर्नेछ। परमेश्वरले प्रशस्त 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 गरिकन आशिष र अनुग्रह दिनुभएको होस्। मण्डली विश्वासी मित्रहरू, आउनुहोस् लागौँ अब भने प्रार्थनातर्फ। अनि आजको प्रार्थनामा जानुभन्दा पहिले चाहिँ नि हामीले एउटा वचनको खण्डलाई हेर्नेछौँ अनि त्यो वचन जहाँ चाहिँ परमेश्वरको वचन हुन्छ अनि जहाँ चाहिँ परमेश्वरको आशिष हुन्छ त्यहाँ चाहिँ परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। हामी परमेश्वरको वचन अनुसार जिउनलाई कोसिस गर्नुपर्दछ। आज सुसमाचारी यूहन्नाको पुस्तक 5 अध्यायको 30 पदलाई हेर्न चाहन्छु अनि यहाँ लेखिएको छ, म आफै केही गर्न सक्दिनँ, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिनँ तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। हालेलुया। म मेरो इच्छाले यो निरन्तर प्रार्थना गरेको छैन मित्रहरू। म मेरो इच्छाले निरन्तर प्रार्थनामा सहभागी भएको छैन। मलाई परमेश्वरले पठाउनु भएको छ। सबैको लागि निरन्तर प्रार्थना गर, गरिबहरूको प्रार्थना गर अनि बिरामीहरूको लागि प्रार्थना गर, असहायहरूको लागि प्रार्थना गर, कमजोरीहरूको निम्ति प्रार्थना गर, टुटेका हृदयहरूको निम्ति प्रार्थना गर, चङ्गाई र छुटकाराको लागि प्रार्थना गर, आज आशिषको लागि प्रार्थना गर, टुटेका मनहरूको लागि प्रार्थना गर, बिग्रिन थालेका घरहरूको निम्ति प्रार्थना गर, टुट्न लागेका श्रीमान श्रीमतीहरूको लागि प्रार्थना गर। आज यो चाहिँ मलाई परमेश्वरले आशिष दिनुभएको हो। आज म यही आशिष तपाईँहरूको माझमा बाँडिराखेको छु। आज यही आशिष मलाई परमेश्वरले सहायता गर्नुभएको छ अनि म परमेश्वरबाट पाएको आशिष प्रशस्त प्रशस्त गरिकन तपाईँहरूको माझमा निरन्तर 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 प्रार्थना ल्याइराखेको छु। हामी अत्यन्तै कोसिस गरिराखेका छौँ, भिडियोमा आफू देखिएर भिडियोमा प्रार्थना गर्ने कोसिस गरिराखेका छौँ, तर केही कुराहरूले हामीलाई अल्झाइराखेको छ अनि यो कुरा परमेश्वरको हातमा हामीले राखेका छौँ। यो सबै गरिबीको कारणले हो अनि भिडियोमा आउनलाई, क्वालिटीको भिडियो बनाउनलाई निकै खर्चालु समयहरू छ। हामी त्यो सकिराखेका छैनौँ अनि त्यसको लागि म एकदमै क्षमा प्रार्थी छु। मलाई माफ गर्नुहोला अनि परमेश्वरले सबैजनालाई सहायता गर्नुभएको होस्। आज युट्युब एपलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्दछ, जहाँ चाहिँ युट्युब मार्फत पनि हामीले विश्वभरिबाट आज प्रभुको सेवा गर्न पाएका छौँ, हामी धार्मिकतामा जोडिन पाएका छौँ। तपाईँहरू सबैजनाले पनि आज परमेश्वरको हजुरीमा आउन पाउनुभएको छ अनि यो युट्युब बनाउने अनि यो युट्युब एपलाई पनि, युट्युबका सम्पूर्ण गुगल पार्टनरका सबै मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद अनि मेटालाई पनि धन्यवाद, सबैजनालाई धन्यवाद भन्न चाहन्छु। किन भन्दा हामी आफै गर्न सक्ने केही होइन, परमेश्वरले यी सबै कुराहरू गर्नुभएको छ र परमेश्वरले हामीलाई बनाउन खोज्नुभएको के हो अनि आफूले पनि घोषणा गर्नुहोस्, प्रभु मेरो जीवनमा तपाईँको इच्छा के छ? म जान्दिनँ, म त एउटा मान्छे हुँ, साधारण मान्छे हुँ,
जसलाई चाहिँ तपाईँ परमेश्वरले जीवनको साथ दिनुभएको छ। अनि आज म त्यही तपाईँको शरणमा छु अनि तपाईँ परमेश्वरले सबैजनालाई आशिष दिनुहोस् भनेर सबैजना निरन्तर 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 प्रार्थना गरिराख्नुहोला। यदि सक्नुहुन्छ भने यूहन्नाको पुस्तक 5 अध्यायको 16 पददेखि हजुरहरूले सम्पूर्ण पदहरूलाई निरन्तर 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 पढ्नुहोला। यहाँ चाहिँ परमेश्वरका पुत्रद्वारा जीवन भनेको छ। आज प्रभु येशू ख्रीष्टद्वारा, आज जो चाहिँ प्रभु येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ उहाँद्वारा नै हामीले जीवन पाएका छौँ अनि उहाँद्वारा नै हामी शैतानमाथि चङ्गाई भएका छौँ, शैतानसँग विजय भएका छौँ। हालेलुया। परमेश्वरले सबैजनालाई प्रशस्त 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 आशिष अनुग्रह दिनुभएको होस्। आज हामी जब केही होइनौँ हामीलाई परमेश्वरले सबै थोक बनाउनु भएको छ। सबैजनाले घोषणा गर्नुहोस् अनि आफ्ना आँखाहरू बन्द गरेर आफ्ना आँखाहरू एकदमैले परमेश्वरको उपस्थितिलाई महसुस गर्नुहोस्, परमेश्वरसँगको भेटघाटलाई महसुस गर्नुहोस् अनि भन्नुहोस् सबैजनाले, हे स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो समय तपाईँको हातमा सुम्पन छौँ। पवित्र आत्मा यो म बसेको स्थानलाई भरिदिनुहोस्। येशूको नाउँमा सबजनाले यही भन्नुहोस्, प्रभु येशू धन्यवाद 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 धन्यवाद। हे प्रभुजी, म तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछु। तपाईँको दयाले भरिपूर्ण हुनुहुन्छ प्रभु येशू। हामी तपाईँको स्तुति महिमा प्रशंसा गर्दछौँ। हामी तपाईँको नाउँलाई उच्च पार्दछौँ। हे स्वर्गीय विराजमान पिता पुत्र पवित्र आत्मा प्रभु, धन्यवाद प्रभुजी, धन्यवाद 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 धन्यवाद। हे पवित्र 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 आत्मा तपाईँ परमेश्वरलाई धन्यवाद छ। हामीले पाएका आशाहरू छन् परमेश्वर, हामी मुक्तिका सन्तानहरू हौँ। हामी स्तुति र प्रशंसा गर्ने तपाईँ परमेश्वरका छोराछोरी हौँ प्रभु। यहोवा परमेश्वर, आज विशेष गरिकन प्रभु तपाईँ परमेश्वरको नाउँमा यही प्रार्थना बोल्दछु अनि यही आशिष बोल्दछु परमेश्वर। तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछु। प्रभु येशू मसीह, तपाईँ परमेश्वरले आज संसारको लागि आज आफ्नो जीवन अनि आफ्नो प्राणको बलिदानी दिनुभयो। हे परमेश्वर, म तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछु। प्रभुजी, सबै शत्रुहरूको शक्तिमाथि आज हामीले तपाईँलाई आफ्नो अधिकार प्राप्त गर्ने पिताको रूपमा पाएका छौँ परमेश्वर। आज सबै शत्रुहरूमाथि आज हामीले विजय पाएका छौँ परमेश्वर। शैतानबाट विजय पाएका छौँ प्रभु येशू मसीह। आनन्दले भरिनलाई सामर्थ्य पाएका छौँ। शैतानलाई आज हामीले जितेका छौँ प्रभुजी। यहोवा परमेश्वर, तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछु। इन द नेम अफ जिजस क्राइस्ट, होली स्पिरिट सिका रिबा मारा काबा एका राबा लाबा सान्दा राबा ला खेर लेबे खेर लेबे खेर लेबे खेर लेबे खेर लेबे। होली स्पिरिट होली स्पिरिट होली स्पिरिट होली स्पिरिट होली स्पिरिट होली स्पिरिट। हे स्वर्गीय पिता, यदि यो प्रार्थना सुनिराख्नु भएको व्यक्तिले परमेश्वर आज जानेर वा नजानेर कुनै पाप गल्ती अनि कुनै रिस अविश्वास गर्नुभएको छ भने आज हामीलाई तपाईँ परमेश्वरले प्रभु यो प्रार्थना सुनिराख्नु भएको तपाईँको छोराछोरीलाई आफ्नै छोराछोरी सम्झेर प्रभु तपाईँले क्षमा दिनुहोस् प्रभु येशू मसीह। हाम्रो मनलाई, हाम्रो हृदयलाई आज पवित्र आत्मा तपाईँ परमेश्वरले शुद्ध पारिदिनुहोस्। हे परमेश्वर, आज यिनको मनलाई, यिनको हृदयलाई सफा पार्नुहोस् प्रभु। हामी येशूको रगतमा भरोसा गर्दछौँ प्रभु। आज तपाईँको त्यो बहुमूल्य रगत छ पवित्र आत्मा। हाम्रो जीवन पूर्ण रूपमा तपाईँलाई सुम्पन्छौँ प्रभु। तपाईँ परमेश्वरको महिमा हुन सकोस्। हामी तपाईँको नाउँमा यो शक्तिशाली नाममा घोषणा गर्दछौँ प्रभु। आज यिनको जीवनमा रहेको सबै शैतानी बन्धन, सबै डर, सबै रोग, सबै अशान्ति अहिले नै हटिजाओस् भनिकन घोषणा गर्दछौँ। ब्लेसिङ ग्लोरीमा येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा शैतानबाट चङ्गाई आइज। शैतान त हारिसकेको छ। इन द नेम अफ जिजस 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 जिजस। ओ पवित्र 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 प्रभु येशू मसीह। हे प्रभुजी, अहिले यस तपाईँको नाउँमा प्रभु तपाईँका छोराछोरी जतिले घुँडा टेक्नु भएको छ, जतिजना यो प्रार्थनामा सहभागी हुनुभएको छ प्रभुजी, आज तपाईँ परमेश्वरलाई अनि आज नम्र हृदयले तपाईँको पवित्र उपस्थितिमा आउनुभएका तपाईँको छोराछोरीलाई हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिँदछु। आज तपाईँले यिनीहरूलाई शक्तिशाली बनाउनुहोस्। तपाईँ दयालु परमेश्वर हुनुहुन्छ प्रभु। यिनलाई परीक्षामा पर्न नदिनुहोस्, यिनलाई अन्धकारमा पर्न नदिनुहोस् प्रभु। यिनलाई दुष्टबाट बचाउनुहोस् परमेश्वर। यिनको परिवारमा तपाईँ परमेश्वरले दुष्टबाट छुटकारा दिनुहोस् परमेश्वर। आनन्दले भरिदिनुहोस् 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 प्रभुजी 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 प्रभुजी। हे प्रभुजी, म तपाईँ परमेश्वरलाई धन्यवाद 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 पठाउँदछु। हे प्रभु येशू ख्रीष्ट, तपाईँको बहुमूल्य रगतले आज तपाईँ परमेश्वरले प्रभु
आज यिनलाई क्रुसमा किनेर मर्नु भएको छ प्रभु। तपाईँ आज यिनलाई मुक्ति दिनलाई, यिनलाई चङ्गाई दिनलाई, यिनलाई आनन्दले भर्नलाई, शैतानलाई जित्नलाई, तपाईँ धनी बनाउनलाई, शिरमा आशिष भर्नलाई प्रभुजी तपाईँ त्यो क्रुसमा आज साँच्चैकै बहुमूल्य रगतद्वारा तपाईँ परमेश्वर आज क्रुसमा टाँगिनुभयो, आफ्नो मृत्युलाई जित्नुभयो प्रभु। आज साँच्चैकै येशूको नाउँमा हामी यही घोषणा गर्दछौँ, अन्धकारको शक्तिको होइन तर उज्यालोको राज्यको सन्तान बनाउनु भएको छ प्रभु। तपाईँ परमेश्वरलाई धन्यवाद जनाउँदछु। खुसीको खबर छर्नलाई आउनुभयो प्रभुजी यो संसारमा। ओ प्रभुजी तपाईँ साँच्चैकै अन्धकार जीवन होइन, सधैँ दुःखमा आँसुले भरेको अन्धकार जीवन, सधैँ नै पीडामा कष्टले जलेको स्वर्गको मुखलाई त्यागेर आउनुभयो, नयाँ जीवन दिनलाई स्वर्गको सुखलाई त्यागेर आउनुभयो। हृदयको चोटलाई मेटाउनलाई प्रभुको आज्ञाहरू असल असल छन्, हृदयलाई शान्त दिने तपाईँ परमेश्वर हुनुहुन्छ। ए परम प्रभुको आशिष अपार छ, जीवनलाई सुखी दिने सृष्टिकर्ताको आज्ञा बोल्दछु प्रभु येशू। आँखालाई प्रकाश दिने सृष्टिकर्ताको आज्ञा, ओ प्रभु येशू मसीह आज पापीहरूलाई माफ गर्ने तपाईँ हुनुहुन्छ प्रभु। आज अन्धकारमा ज्योति दिने तपाईँ परमेश्वर हुनुहुन्छ। आशाको दियो कहिले निप्दैन प्रभु, तपाईँबाट हामी तपाईँसँग यही प्रार्थना गर्दछौँ। जीवन अमर अमर छ, येशूमा आशाको दियो कहिले निप्दैन प्रभु। आज यिनको जीवनमा आशाको दियो कहिल्यै पनि ननिभाउनुहोस् प्रभु, यिनलाई आनन्दले भरिदिनुहोस्। हे सर्वज्ञानी सर्वश्रेष्ठ परमेश्वर, इन द नेम अफ जीसस, Holy Spirit, Jesus, 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 Jesus। हे प्रभुजी, यदि यिनको जीवनमा मन शरीर वा आत्मामा शैतानको कुनै काम, बन्धन र डर, पीडा, अशान्ति वा अत्याचार छ भने आज येशूको शक्तिशाली नाउँमा त्यसलाई म ताडना दिँदछु। यहोवा परमेश्वर येशूको नाउँमा हटिजा भनिकन आज्ञा गर्दछु। हे स्वर्गीय पिता, यिनको शरीरमा भएका बन्धनहरू, डरहरू, यिनको शरीरमा आएको अपवित्रता कुराहरू, अशान्तिहरू, ओ प्रभु येशूको नाउँमा यी सबै कुरालाई म ताडना दिँदछु, हटिजा भनिकन आज्ञा बोल्दछु। अब यिनको जीवनमा कुनै पनि प्रभु बन्धनले छुने छैन। हे परमेश्वर, यो प्रार्थना सुनिराख्नु भएको तपाईँको छोराछोरीलाई प्रभु आज कुनै पनि बन्धनले छुने छैन। यिनको जीवनमा आएको बन्धनहरू येशूको नाउँमा हटिसकेको घोषणा बोल्दछु। यिनको मनमा आएको डर येशूको नाउँमा हटिसकेको घोषणा गर्दछु। यिनको शरीरमा लागेका रोगहरू येशूको नाउँमा हटिसकेको घोषणा गर्दछु। यिनको परिवारमा आएको अशान्तिलाई येशूको नाउँमा हटिसकेको घोषणा गर्दछु। अत्याचार, व्यभिचार, अपत्यारिलो शब्दहरूबाट तपाईँ परमेश्वरले छुटकारा दिनुहोस् प्रभु। आज येशूको शक्तिशाली नाउँमा प्रभु म यही ताडना दिँदछु। शैतान त निस्किएको छस्, त फालिएको छस्, त नरकुण्डमा जाकिएको छस्, त कहिल्यै पनि आउने छैनस्। हे प्रभुजी, यिनलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा, येशूको नाउँमा सबै अशुद्ध आत्मा येशूको नाउँमा ब्लेसिङ, हेलिङ, टच माई लर्ड जीसस। ओ प्रभु, छुनुहोस् तपाईँको हातले अनि धुनुहोस् तपाईँको त्यो रगतले। हे प्रभुजी, म तपाईँ परमेश्वरसँग यही प्रार्थना बोल्दछु प्रभु। आज सबै अशुद्ध आत्माबाट तपाईँ परमेश्वरले छुटकारा दिनुहोस्। सबै रोगका आत्माबाट तपाईँ परमेश्वरले छुटकारा दिनुहोस्। पवित्र 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 आत्मा, सबै डर, निराशा र कमजोरीबाट तपाईँ परमेश्वरले छुटकारा दिनुहोस्। अहिले नै यिनको जीवनबाट डर, अशुद्ध आत्मा, शैतानिक आत्माहरू अहिले नै हटिजा भनिकन आज्ञा गर्दछु। ग्लोरी माई लर्ड जीसस। हे परमेश्वर, किनकि परमेश्वरको वचनले भन्दछ, हे प्रभु येशूको कुराको चोटले हामी निको भएका छौँ। प्रभुजी, आज सबैजनाले घोषणा गर्नुहोस्, हे प्रभु येशू शरीरमा चङ्गाई दिनुहोस्। हालेलुया 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 हालेलुया। हे पवित्र 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 तपाईँ स्वर्ग देशको मालिक हुनुहुन्छ प्रभु। यिनको मनमा शान्ति दिनुहोस्, आनन्दले भरिदिनुहोस् प्रभुजी। यिनको आत्मालाई नयाँ बलले भरिदिनुहोस् प्रभु। यिनको शिरमा आशिष र अभिषेकको तेल, अभिषेकको मुकुट पहिराइदिनुहोस् प्रभु। र तपाईँको उपस्थितिले यिनको घरलाई घेरिराख्नुहोस् परमेश्वर। यिनको बिस्तारालाई घेरिराख्नुहोस्। यिनको कामलाई तपाईँको आशिषले घेरिराख्नुहोस्। यिनको रोगलाई येशूको आशिषद्वारा, पवित्र आत्माद्वारा हकार्दछु प्रभु। आज तपाईँ परमेश्वरले यिनको आत्मालाई भरिदिनुहोस् प्रभु। अन्धकारको आत्मालाई येशूको नाउँमा ज्योतिको आत्माले भरिएको होस् प्रभु। म यही प्रार्थना याद गर्न चाहन्छु, यही प्रार्थनामा बोल्दछु प्रभुजी।
म घोषणा गर्दछु येशू मेरो प्रभु हुनुहुन्छ, येशू मेरो चङ्गाई हुनुहुन्छ, येशू मेरो सुरक्षा हुनुहुन्छ। हे परमेश्वर, यिनको जीवनमा तपाईँ प्रभु भएर यिनको जीवनमा कार्य गर्नुभएको छ। तपाईँलाई धन्यवाद छ प्रभु। कुनै तपाईँको छोराछोरी छुट्नु भएको छ भने प्रभु यी छोराछोरीलाई डोर्याउनुहोस्। येशू यिनको नाउँमा चङ्गाई दिनुहोस्, येशू यिनको नाउँमा सुरक्षा दिनुहोस्। आजदेखि म स्वतन्त्र भएको छु, यिनको हृदयलाई आशिष दिनुहोस् प्रभु। आज यिनलाई घोषणा गर्नुहोस् परमेश्वरको नाउँमा, म चङ्गाई छु, म आशिष छु। येशू ख्रीष्टको शक्तिशाली नाउँमा सबैजना घोषणा बोल्नुहोस्। ओ प्रभुजी, प्रभुजी, रित्तो हाम्रो मनलाई भरिदिने तपाईँ परमेश्वर हुनुहुन्छ। सबको पापको बाटोमा भरिदिने तपाईँ येशू मात्र हुनुहुन्छ प्रभु। तपाईँ परमेश्वरको सामर्थ्यले, तपाईँ परमेश्वरको शक्तिले, तपाईँको अनुग्रह र तपाईँको कृपा र प्रेमले भर्नुहोस् प्रभु येशू। तपाईँको सामर्थ्यले भर्नुहोस् यहोवा राफा परमेश्वर। इन द नेम अफ जिजस क्राइस्ट पवित्र आत्मा, म प्रार्थनामा याद गर्न चाहन्छु प्रभु, तपाईँको छोरी दिनिसा तामाङलाई तपाईँ परमेश्वरको हातमा राख्दछु। उहाँलाई नेपाल आउनलाई ती टिकटहरू, कागजपत्रहरू मिलाइदिनुहोस् प्रभु। प्रकाशहरूलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस् प्रभु। अनि छोरी दिनिसालाई, प्रकाशहरूलाई तपाईँ परमेश्वरले आशिष र घर अनुग्रहले भर्नुहोस्। त्यो परिवारमा आएको अन्धकारहरू, त्यो नमिलेका भिजाहरू, नमिलेका टिकटहरूमा यहोवा परमेश्वर येशू तपाईँ मिलाउने परमेश्वर हुनुहुन्छ। तपाईँ परमेश्वरले तपाईँको छोरीलाई सहायता गर्नुहोस् प्रभु येशू। श्रीमाया चेपाङ दिदीलाई तपाईँ परमेश्वरले प्रशस्त 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 गरेर आशिष गर्नुहोस् प्रभु। तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछु प्रभु येशू मसीह। देवीका दिदीलाई तपाईँ परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुहोस् प्रभु। सहायता गर्नुहोस्, अनुग्रह दिनुहोस् महिमाको परमेश्वर। पवित्र आत्मा तपाईँको सामर्थ्य शक्तिले भर्नुहोस् प्रभु। म तपाईँसँग यही अन्तर्विन्ती प्रार्थना बोल्दछु प्रभु। हाम्रो पास्टर डेनियललाई तपाईँ परमेश्वरको हातमा राख्दछु प्रभु। तपाईँले सहायता गर्नुहोस्, उहाँको सेवाकाईमा आशिष र अनुग्रहले दिनुहोस् परमेश्वर। जुन मेगा चर्चको सपना देख्नु भएको छ प्रभु, त्यो तपाईँद्वारा पुरा हुन सकोस्। हाम्रो सम्पूर्ण युनिटीलाई तपाईँको हातमा राख्दछु प्रभु। हाम्रो मण्डली परिवारलाई पनि तपाईँ परमेश्वरको हातमा राख्दछु। हाम्रो एल्डर डिकनहरूलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस् प्रभुजी। तपाईँको सामर्थ्य शक्तिले छुनुहोस् पवित्र आत्मा। हे सर्वोच्चका परमेश्वर, पिटर सरलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। बाबुलाई तपाईँले चलाउनुहोस् प्रभु। उहाँको परिवारमा, उहाँको काममा तपाईँले प्रशस्त प्रशस्त आशिष दिनुहोस् प्रभु। तपाईँको प्रेम र तपाईँको आशिष, तपाईँको अनुग्रह, तपाईँको सत्यतामा तपाईँको छोराछोरीलाई भरिदिनुहोस् परमेश्वर। ओ प्रभु येशू, तपाईँ परमेश्वरको नाउँमा चङ्गाई गर्नुहोस्। रोगी बिरामीहरूलाई येशूको नाउँमा चङ्गाई र छुटकाराको आशिष बोल्दछु। येशूको नाउँमा आशिष र शक्तिको घोषणा बोल्दछु प्रभुजी। तपाईँ परमेश्वरले सहायता गर्नुहोस्, तपाईँ परमेश्वरले निगाह दिनुहोस्, तपाईँ परमेश्वरले प्रशस्त प्रेममा भर्नुहोस् प्रभु येशू मसीह। प्रभु येशू, तपाईँ परमेश्वरको महिमा होस्, तपाईँको आशिष र अनुग्रहले भर्नुहोस् प्रभु। सावित्री दिदीलाई तपाईँ परमेश्वरको हातमा राख्दछु। उहाँको श्रीमानको प्रोजेक्टहरूमा तपाईँ परमेश्वरले सहायता दिनुहोस्। ती कामहरू येशूको नाममा सफल भएका हुन् प्रभु। हाम्रो यही प्रार्थना छ। आज सावित्रा दिदीको सम्पूर्ण परिवारमा तपाईँले सहायता गर्नुहोस्, श्रीमानमा सहायता गर्नुहोस्। येशू प्रभु, तपाईँमा बलियो बनाउनुहोस् तपाईँको छोरीहरूलाई। अन्धकारबाट छुटकारा दिनुहोस्, शरीरका रोगहरूबाट निको चङ्गाई र आशिष अनुग्रहको घोषणा बोल्दछु। येशूको नाउँमा शैतानबाट चङ्गाईको घोषणा बोल्दछु। हे प्रभुजी, यिनलाई त तपाईँले आनन्दले भरिदिनुहोस् परमेश्वर। यिनको जीवनमा कहिले पनि दुःख कष्ट नआओस्। तपाईँलाई परमेश्वरले धनी बनाउनु खोज्नु भएको छ प्रभुजी। यिनलाई गरिबीको छुटकाराबाट तपाईँ परमेश्वरले धनी बनाउनुहोस् प्रभु। आशिष र अनुग्रहले भन्नुहोस् प्रभुजी। त्यो हृदयहरू खोलिदिनुहोस्, असल कामहरू जुटाइदिनुहोस् प्रभुजी। तपाईँ परमेश्वरको महिमा हुन सकोस्, तपाईँको राज्य आउन सकोस् प्रभु यिनको जीवनबाट। शिरमा आशिषको मुकुटले भरिदिनुहोस् प्रभु। पठाउनुहोस् प्रभुजी आशिषको झरी यिनको जीवनमा। प्रशस्त 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 मात्राले भर्नुहोस् प्रभुजी यिनलाई। म तपाईँसँग यही प्रार्थना गर्न चाहन्छु परमेश्वर। ओ प्रभुजी, आज सबैजनाले घोषणा गर्नुहोस् येशूको नाउँमा, 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 येशूको नाउँमा। चङ्गाईको प्रार्थना येशूको नाउँमा हुँदछ। अनि चङ्गाईको प्रार्थना येशूको नाउँमा हुँदाखेरि तपाईँहरू सबैजनाले घोषणाका बोल्नुहोस्। हे स्वर्गीय पिता परमेश्वर, तपाईँको पवित्र नाउँमा फेरि पनि हामीले तपाईँलाई धन्यवाद चढाउँछौँ। तपाईँले क्रुसमा बगाउनु भएको बहुमूल्य रगतद्वारा आज मानिसहरूको पाप र शैतानको शक्तिबाट मुक्त पार्नु भएको छ प्रभु। म तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछु। आज म विश्वास गर्दछु अनि म प्रार्थना गर्दछु परमेश्वर, येशूको कोर्वाले आज मानिसहरू निको चङ्गाई भएका छन्। हो पवित्र आत्मा, यिनको शरीर मन आत्मामा तपाईँ परमेश्वरले सहायता गर्नुहोस्।
हालेलुया 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 हालेलुया। सबैजनाले घोषणा गर्नुहोस्, सबैजनाले आनन्दसँग आफ्नो नाउँमा प्रभुजीसँग पुकारा गर्नुहोस्। हे प्रभुजी, यिनको नाउँ तपाईँले थाहा पाउनु भएको छ। यिनको नाम काढी काढी तपाईँले यिनलाई आशिष दिनुहोस् प्रभु। शैतानबाट विजय बनाउनुहोस् प्रभु, अन्धकारबाट विजय गराउनुहोस् प्रभुजी। हे प्रभुजी, म तपाईँसँग यही प्रार्थना बोल्दछु। तपाईँ परमेश्वरले सहायता गर्नुहोस् परमेश्वर। तपाईँ परमेश्वरको शक्तिले भर्नुहोस् प्रभु येशू। हे परमेश्वर, म तपाईँसँग यही प्रार्थनामा आशिष अनुग्रह बोल्दछु परमेश्वर। प्रभुजी, म तपाईँको नाउँमा प्रार्थना गर्न चाहन्छु परमेश्वर। तपाईँको शक्ति र तपाईँको सामर्थ्यमा, तपाईँको निगाह र अनुग्रहमा परमेश्वर, आज परमेश्वर सुरेन्द्र अछामीलाई तपाईँ परमेश्वरको हातमा राख्दछु। उहाँलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस् प्रभु। सुरेन्द्र सरलाई हरेक समयमा तपाईँ परमेश्वरले सामर्थ्य दिनुहोस् परमेश्वर। तपाईँको शक्तिले, तपाईँको निगाहले, तपाईँको भरपुर शक्तिले तपाईँको छोरा सुरेन्द्रलाई, अविनाश अछामीलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस् प्रभु। अविनाश अछामीको प्राण, आत्मा, शरीरमा तपाईँले सहायता गर्नुहोस् प्रभुजी। हो प्रभुजी, आज अविनाश अछामी जहाँ चाहिँ सुरेन्द्र अछामी हुनुहुन्छ परमेश्वर, उहाँलाई तपाईँ परमेश्वरले कुनै घटी कमी भएर होला प्रभुजी, उहाँले पश्चातापको प्रार्थना पठाउनु भएको छ। परमेश्वरलाई धन्यवाद भएको होस् प्रभुजी। उहाँमा भएको त्यो पायलको समस्यादेखि, त्यो पायलको समस्या येशूको नाउँमा हटिजा भनिकन आशिष अनुग्रह बोल्दछु परमेश्वर। उहाँको पिसाबमा समस्या देखिएको छ प्रभुजी, तपाईँको नाउँमा ती सम्पूर्ण रोगहरूबाट छुटकारा दिनुहोस् प्रभुजी। म तपाईँसँग यही प्रार्थना बोल्न चाहन्छु। म तपाईँसँग यही आशिष र अनुग्रहको छुटकारा सहितको प्रार्थना बोल्न चाहन्छु प्रभुजी। नि तपाईँ परमेश्वरको नाउँमा, तपाईँको शक्तिमा, तपाईँको सामर्थ्यमा, तपाईँको निगाहमा हामी यही प्रार्थना बोल्न चाहन्छौँ प्रभुजी। रबिना म्यामलाई तपाईँको हातमा राख्दछु प्रभुजी। उहाँलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। हालेलुया 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 हालेलुया। प्रभुजी, उहाँले बाहिर जानको लागि प्रोसेस राखिराख्नु भएको छ। आज त्यो प्रोसेस चाल्दा चाल्दै त्यो प्रोसेस रोकिएको छ प्रभुजी। तपाईँको इच्छा भयो भने तपाईँको नाउँमा प्रभुजी, आज रबिनाको सम्पूर्ण त्यो बाहिर देशको लागि, कामको यात्राको लागि गर्नुभएको त्यो भिजा अप्लाईहरू, त्यो पासपोर्टहरूमा असल तरिकाले उहाँलाई भिजा आउन सकोस्। तपाईँले बाटो खोलिदिनुहोस् प्रभुजी। उहाँलाई तपाईँले बाटोहरू खोलिदिनुहोस् अनि त्यो बाटोहरूद्वारा तपाईँको छोरीलाई तपाईँले सहायता गर्नुहोस् प्रभुजी। उहाँका हरेक योजनाहरू तपाईँ परमेश्वरबाट पुरा गर्नुहोस् प्रभु। उहाँका सम्पूर्ण कुराहरूमा तपाईँले सहायता दिनुहोस् प्रभुजी। उहाँलाई आशिष र अनुग्रहले भर्नुहोस् प्रभुजी। म तपाईँसँग यही प्रार्थना बोल्न चाहन्छु। हो पवित्र आत्मा, महिमाको परमेश्वर, आशिषको परमेश्वर, लालबहादुर सरलाई तपाईँ परमेश्वरको हातमा राख्दछु। हालेलुया। उहाँ मलेसियामा हुनुहुन्छ प्रभुजी। आज सङ्घाइको प्रार्थना गरिदिनु होला भन्नुभएको छ। टाउकोमा रिङ्गाटा लाग्छ। आज उहाँलाई 17-18 महिना भयो ठिक हुन, कतिखेर आँखा तिर्मिर तिर्मिर पनि भएका छन् प्रभुजी। यी आँखाहरूमा शक्ति दिनुहोस्, त्यो रिङ्गाटाहरूबाट छुटकारा दिनुहोस्, अन्धकारहरूबाट तपाईँले छुटकारा दिनुहोस्, अशक्तमा, कमजोरीहरूमा तपाईँ परमेश्वरले बल र प्रेमले भरिदिनुहोस् प्रभुजी। तपाईँको प्रेम, तपाईँको आशिष, तपाईँको अनुग्रहले प्रशस्त 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 मात्रामा आशिषले भरिदिनुहोस् प्रभुजी। म तपाईँसँग यही प्रार्थना बोल्न चाहन्छु। हालेलुया 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 हालेलुया। प्रभुजी, म यो समय प्रार्थनामा याद गर्न चाहन्छु उपेन्द्र कुमार पुलामी सरलाई तपाईँ परमेश्वरको हातमा राख्दछु। प्रभुजी, उहाँ कुवेतमा हुनुहुन्छ। उहाँले भर्खरै ग्रहण गर्नुभएको छ। तपाईँ परमेश्वरले उपेन्द्र कुमार पुलामीलाई पनि प्रशस्त गरिकन आशिषले भन्नुहोस् प्रभु। दुष्टबाट बचाउनुहोस्, अनुग्रहले छुटाउनुहोस् परमेश्वर। तपाईँको छोरामा तपाईँको सामर्थ्य भर्नुहोस्। तपाईँको छोरामा तपाईँले आफ्ना दाहिने हातहरू पठाउनुहोस् प्रभु। आशिषका झरीहरू पठाउनुहोस् प्रभुजी। आफ्नो प्रशस्त मात्राको आशिष तपाईँको छोरा उपेन्द्र कुमार पुलामीमा फर्काउनुहोस् प्रभुजी। तपाईँको छोरालाई तपाईँको सहायताको आवश्यकता छ, तपाईँको मद्दतको आवश्यकता छ प्रभुजी। आज उहाँको निकै दुःख कष्टका कुराहरू हामीले सुनेका छौँ प्रभुजी। यो उमेरमा उहाँले निकै भारी कष्ट पाउनुभएको छ, दुःख पाउनुभएको छ प्रभुजी। आज तपाईँको छोरालाई तपाईँ परमेश्वरले प्रशस्त गरिकन सम्हाल्नु भएको छ प्रभुजी। म प्रार्थनामा याद गर्न चाहन्छु परमेश्वर। कर्मु श्रेष्ठलाई, कर्मु शेर्पालाई तपाईँको हातमा राख्दछु।
कर्म शेर्पाल पनि विदेशमा हुनुहुन्छ प्रभु, उहाँले गर्ने काममा, उहाँको यात्रामा तपाईँले सहायता गर्नुहोस्। त्यो शरीरमा तपाईँले छुनुहोस् प्रभु, त्यो शिरदेखि पाउसम्म प्रशस्त आशिष र अनुग्रहले भर्नुहोस् पवित्र आत्मा। शर्मिला बर्दिवा नानीलाई तपाईँको हातमा राख्दछु। तपाईँ परमेश्वरले प्रशस्त आशिष र अनुग्रहले भर्नुहोस् प्रभु। तपाईँको छोरीलाई कुनै ठाउँबाट विचलित हुन नदिनुहोस् प्रभुजी। असल मार्गमा डोर्याउनुहोस्, सत्मार्गमा डोर्याउनुहोस् परमेश्वर। विदेशमा भर्खरै जानुभएको छु प्रभुजी, सेवा सङ्गति पाउनुभएको छ कि छैन? हो प्रभुजी, तपाईँको छोरीलाई असल सेवा सङ्गतिमा जुट्नलाई हर समय प्रभुजी तपाईँको निगाहमा आउनलाई तपाईँको छोरीलाई मद्दत गरिदिनुहोस् परमेश्वर। हे प्रभुजी, म तपाईँसँग यही कुरा माग्दछु अनि तपाईँ परमेश्वरसँग आशिष र अनुग्रहको सामर्थ्य माग्दछु प्रभुजी। तपाईँ परमेश्वरले सहायता गर्नुहोस्, चलाउनुहोस् तपाईँको छोरीलाई। म तपाईँको सामर्थ्य शक्तिमा यही आशिष बोल्दछु प्रभुजी। लक्ष्मी पाण्डेलाई तपाईँको हातमा राख्दछु प्रभुजी। तपाईँले विशेष गरिकन तपाईँको छोराछोरीलाई प्रशस्त 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 मात्रामा आशिष अनुग्रह दिनुहोस्, अन्धकारबाट बचाउनुहोस्, दुष्टबाट बचाउनुहोस् प्रभुजी। हालेलुया 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 हालेलुया। ब्लेसिङ हेलिङ टच माई लर्ड जिजस क्राइस्ट। हे प्रभुजी, आज हाम्रा युनिटीमा नाम टिपाउनुभएका धेरैजना सङ्ख्यामा हुनुहुन्छ प्रभुजी। हामीलाई वाट्सएपमा, इमोमा, मेसेन्जरमा, धेरै ठाउँमा हामीलाई जतिले आफ्नो प्रार्थना विषयहरू पठाउनु भएको छ प्रभुजी, ती भेटीहरू, ती प्रार्थना विषयहरू तपाईँ परमेश्वरको हातमा राखेका छौँ प्रभु। तपाईँ परमेश्वरले सबैलाई निको चङ्गाई स्वस्थ आरोग्यता राखिदिनुहोस्। सबैका नाम लिन सकेका छैनौँ र पनि हर समय तपाईँ परमेश्वरसँग हामीले यही प्रार्थना गरिराखेका छौँ प्रभुजी। आजको यो प्रार्थनामा जतिका नाम लिएका छौँ उहाँहरू सबैलाई, अनि हाम्रा लिस्टमा जतिजनाका नाम छन् प्रभु, ती सबै नाम लिस्टका तपाईँ परमेश्वरले थाहा पाउनुभएको छ, जान्नुभएको छ प्रभु। प्रत्येकलाई तपाईँ परमेश्वरले प्रशस्त आशिष दिनुहोस् प्रभु। दुष्टबाट बचाउनुहोस्। सम्पूर्ण सब्सक्राइबर मित्रहरूलाई पनि तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। सबैमा परमेश्वरको प्रेम, परमेश्वरको आशिष, परमेश्वरको अनुग्रह निरन्तर निरन्तर रहिरहोस् प्रभुजी। मैले प्रार्थना गर्ने यो अगुवाई दिनुभएको लागि तपाईँलाई धन्यवाद। मेरो जिब्रो लरबराएको छ भने प्रभुजी तपाईँ परमेश्वरले मलाई क्षमा गर्नुहोस्। तपाईँ परमेश्वरकै सन्तान हो प्रभुजी, तपाईँ परमेश्वरले मलाई क्षमा गर्नुहोस्। हे आकाश र पृथ्वीको मालिक, तपाईँ परमेश्वरले मलाई सहायता गर्नुभएको लागि धन्यवाद छ। जतिजना यो प्रार्थनामा सहभागी हुनुभयो, हे परमेश्वर, सबै तपाईँको छोराछोरीलाई प्रशस्त 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 आशिष अनुग्रहले भरिदिनुहोस् भनिकन बिन्ती अनि प्रार्थना गर्दै आशिष अनुग्रह माग्दछौँ विजय प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।